सो अहिले चाहिँ म ठ्याक्कै सिमरा चोकमा छु होइन अनि म चाहिँ काठमाडौँबाट बसमा चाहिँ भर्खर यहाँ 4 बजे अहिले चाहिँ 4 बजीतिर म ठ्याक्कै सिमरा चोकमा आइपुगेको अनि अहिले 4 बज्यो म चोकमा छु एकछिन त्यो दिदी घर जान्छु के छ खबर हिजो रोनाल्डोले कति गोल हान्यो अरे 2 गोल हान्यो खै देखाएको रोनाल्डो जर्सी सु ल सु पनि हान्यो ल हो 5 गोल थाहा थियो यस्तै गर्नु पहिला नि पहिला हाम्रो रोनाल्डो फ्यान थियो होइन अहिले ब्राजिल फ्यान भएर यो चाहिँ बुझ्छ त ब्राजिल फ्यान यसपालि वर्ल्ड कप गोल जित्यो अन्त गोल जित्यो वर्ल्ड कप रोनाल्डो जित्यो नि ल एउटा सु भनेर देखाएको उहाँ गरेर ल ठिक छ ल सो म चाहिँ अहिले यहाँ दिदी घरमा छु सिमरा अनि एउटा भाइ त्यहाँ भेटिसकेँ मैले अर्को भाइ यहाँ छ काले काले त्यही हो अब एकछिन म यहाँ चाहिँ खाना खाएर म बिरगञ्ज जाने काम छ अनि बिरगञ्जबाट चाहिँ म घर फर्किन्छु त्यही हो अब एकैचोटि म बिरगञ्ज गएर देखाउँछु तपाईँलाई अनि त्यसपछि घर गएर देखाउँछु है सो हामी चाहिँ अहिले बिरगञ्ज घन्टाघर आइपुगेको छौँ अनि अहिले हामी चाहिँ जानुपर्ने छ पासपोर्ट लिने ठाउँमा जानुपर्छ तर मलाई भनेर उहाँ गाउँदेखि आएको छ भेट्नलाई साथी बनेर आएको छ यहाँ चाहिँ ल सो अहिले म चाहिँ अहिले बिरगञ्जको यो त्यो अगाडि धरारको साइडको बाटोको ए धरार होइन सरी घन्टाघरको साइडको बाटोबाट हिँड्दैछु पहिला यहाँ बस पार्क थियो नि यहाँनिर बस पार्क थियो अहिले बस पार्कहरू सब भत्काइसकेको छ अहिले यता बिरगञ्जतिर चाहिँ यतातिर रोड साइडको घरहरू चाहिँ खतरा भत्काएर रहेछ कि बाटो ठुलो बनाउनको लागि आफै यहाँ फेर जताततै स्याउ आफूहरू यसको यो मुर्ति हेरेर सरकै याद आउँछ मलाई हेर ठ्याक्कै खालके सरको र यो सिंहको मुर्तिमा देखाउनु भाइ बाघ सानो हो क्या मिठो बाँच्न कहाँ पे तर सब दबाई छिटो काँपहरू पक्कै दबाईको ल ठिक छ म त यहाँ 1 सेकेन्ड पनि पसिने कति यस्तो यार गर्मी लास्टै गर्मी काठमाडौँबाट अलिअलि भने शीतल थियो कि यहाँ त लास्टै गर्मी भनेर म अहिले यहाँ के भन्छ रिक्सामा म चढेको छु भातभोटी जानलाई चिउछु गर्मीले भिडियोहरू पनि पाएन म तपाईँलाई गुड आफ्टरनुन गाइज है गर्मी यहाँ कति हो म घर पुगेको छैन यार मेरो हातहरू यहाँ पुरै कालो भइसक्यो यार पसिनाले गर्दाखेरि लास्टै गर्मी छ यार म त डाइरेक्ट बेलुका भिडियो स्टार्ट गर्छु होला अहिले त भिडियो गर्न सक्दिनँ सो अब इभिनिङमा भेट्छु तपाईँलाई बाई सो गुड आफ्टरनुन गाइज अहिलेको टाइम चाहिँ 5 बजिसक्यो र अहिले मौसम पनि अलिकति पानी पर्ला जस्तो भएको छ है तर पर्दैन होला पानी चाहिँ तर अलिकति मौसम चाहिँ त्यस्तो भएको छ अनि यहाँ हाम्रो मीनाक्षी र भाइ रियान्स भाइ दुईजना यहाँ छन् हेलो गाइज भने ल हेलो
यसो गर हाय गर हाई भने खै छैन नभन्ने म गएँ त्यसो भए ल त्यसो अनि अहिले चाहिँ नयाँ अपडेट के हो भन्दाखेरि चाहिँ अहिले गाउँमा यो भाइले चाहिँ कि यो पिच बनाउनु खोज्दै रहेछ क्या पिच त भएन अहिले यो अलिक गिटी बालु हालेर यसलाई रोलरले पेलेको रहेछ आन्टी उहाँ हुनुहुन्छ अनि एउटा राम्रो यहाँ फुलहरू पनि दामी फुल्दैछ दामी छ है यो फुल यहाँ पनि छ एउटा दामी फुल त यस फुलहरू चाहिँ राम्रो फुल्छ है गाउँघरमा चाहिँ खाने आइज कराईको काँक्रो पाहाडको भन्दा कम छैन है पाहाडको ठुलो छ भने मक्खै नपर हाम्रो यत्रो ठुलो छ भोलिपर्सि हेरौँ होला आज हेर्छौ कि हेर्ने भने हेर खाने भए आइज ए सो गाइज म चाहिँ गाउँमा गएपछि भिडियो धेरै बनाउनै पाइनँ कि गर्मी यति धेरै छ कि मैले भिडियो बनाउनै सकिनँ कि भ्लग इन पनि गर्न सकिनँ भ्लग पनि बनाउन सकिनँ मैले पुरा अरू भिडियो चाहिँ बनाएको छु त्यो अरू भिडियो चाहिँ म अब 10-15 दिनपछि हाल्छु सो त्यो भिडियो चाहिँ अलिकति 6 जुन भन्ने भिडियो छ अनि त्यो भ्लग चाहिँ बनाउन सकिनँ कि गर्मी धेरै लास्टै गर्मी छ गाउँमा त आम्मा खतरा गर्मी थियो त्यो यतिसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद नेक्स्ट भिडियो अलिकति राम्रो बनाउने कोसिस गर्नेछु सो thank you so much for watching till then wait for next vlog thank you so much for watching and bye bye